मेरो नाम उमेश दाल। सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि ठिकै छु। ठिकै भन्दा नि हल्का फल्का चाहिँ रुगा लागिरहेको छ। ज्वरो आउला जस्तो भइरहेको छ। अब मौसम परिवर्तन हुने समय आयो, त्यो भएर पनि हुनसक्छ। अनि हजुरहरू चाहिँ के कस्तो हुनुहुन्छ? त्यो सन्चै आरामै हुनुहुन्छ होला। अब आज चाहिँ हामी सबैको ले चाहिँ मतको प्रयोग गर्ने दिन, हामीले अब नेतृत्व चयन गर्ने दिन। आज चाहिँ सबजनाले चाहिँ अब आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो जुन सक्षम उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ मत दिएर चाहिँ हामीले अब देशको एउटा संसद अथवा बनाउने दिन आएको छ। अब चाहिँ जुन किसिमले युवाहरूले परिवर्तन चाहेर चाहिँ जुन घटनाहरू घटे त्यो घटनाको सम्झना गर्दै अब हामीले चाहिँ मतपत्रमा चाहिँ देखाउने बेला आएको छ। छाप हानेर चाहिँ देखाउने बेला आएको छ। अब एकचोटि चाहिँ धेरैचोटि हेऱ्यौँ पुरानाहरूलाई, अब एकचोटि चाहिँ नयाँलाई चाहिँ मौका दिएर, नयाँ नेतृत्वलाई चाहिँ मौका दिएर हामीले पनि अब चाहिँ सहयोग गर्ने बेला भएको छ। अब आज जसकोले पनि मत हाल्न पाइरहनु भएको छ उहाँहरूले चाहिँ आफ्नो नजिकको मतदान केन्द्रमा गएर चाहिँ आफ्नो मतको प्रयोग गरेर एउटा नयाँ नेतृत्वलाई चयन चाहिँ गर्नुपर्ने भएको छ र गर्नु पनि हुन्छ। यहाँहरूले जुन देशमा घटिरहेका घटनाहरू देखिरहनु भएको छ, जुन यत्रो वर्ष देशमा शासन गरेर जुन देशलाई कङ्गाल बनाइरहेका छन्, यसको बदला चाहिँ अब मतपत्रमा देखाउने बेला आएको छ। हामी सबैजनाले चाहिँ, हामी सबैको अधिकारको कुरा हो, हाम्रो कर्तव्य पनि हो मतको प्रयोग गर्नु। आफ्नो आफूले अब यो मान्छे ऊ मान्छे यो पार्टी भन्दा पनि एकचोटि चाहिँ अब नयाँ नेतृत्वलाई चाहिँ दिने अथवा आफ्नो क्षेत्रमा चाहिँ विकास गर्न कसले सक्छ त, आफ्नो क्षेत्र बुझेको चाहिँ को छ त, सक्षम मान्छे चाहिँ को छ त, उहाँलाई हेरेर चाहिँ अब आफूले चाहिँ मतपत्रमा छाप लगाउने बेला भएको छ। यहाँहरू सम्पूर्णले पनि अब चाहिँ एकचोटि चाहिँ आफ्नो दिमागमा अथवा आफ्नो मनमा चाहिँ कुनै पनि कुराहरू नसमेटिकन अब आफूले पहिलेदेखि नै जुन पार्टीमा आस्था राख्दै आउनुभएको छ त्यो आफ्नो ठाउँमा छ, तर यसपालि चाहिँ आफ्नो मत चाहिँ परिवर्तन गर्नुपर्ने भएको छ। परिवर्तन गर्नु होला सबजनाले चाहिँ। तपाईँहरू धेरैले नै देखिरहनु भएको छ जुन युवाहरूले चाहिँ परिवर्तनको लागि चाहिँ परिवर्तन चाहियो, यो भ्रष्टाचार गर्नु भएन भनेर आवाज उठाउँदाखेरि उनीहरूमाथि नै जुन प्रकारको दमन गरियो, दमन गरेर जुन प्रकारले युवाहरूले शहादत प्राप्त गरेका थिए, अब यसको चाहिँ हिसाब किताब गर्ने बेला आएको छ। अब चाहिँ तपाईँहरूले आफ्नो मत चाहिँ परिवर्तन गरेर यसको हिसाब किताब चाहिँ गरिदिनु होला। अनि जुन किसिमले चाहिँ यो देशमा अहिले उतार चढाव जुन खोइला बैला भइरहेको छ, यसको लागि चाहिँ एउटा जुन स्थिर सरकार बन्न सकिरहेको छैन, यसको लागि चाहिँ अब हामीले स्थिर सरकार बनाउनको लागि चाहिँ एउटा न एउटा दलले चाहिँ बहुमत ल्याउनु पर्ने हुन्छ। यसको लागि पनि हजुरहरूले चाहिँ अब यताउता एउटा भोट यसलाई दिन्छु एउटा उसलाई दिन्छु भन्दा पनि एउटै मान्छेलाई जो सक्षम छ त्यो मान्छेलाई दिएर चाहिँ अब चाहिँ हामीले चाहिँ परिवर्तनको ढोका खोल्ने बेला भएको छ। यदि यो अहिले जुन किसिमले परिवर्तन चाहिरहेका छन्, जुन किसिमले नयाँ पार्टीहरूलाई चाहिँ चान्स दिनुपर्छ भनिरहेका छन्, यो हामीले चाहिँ 5 वर्षको लागि चाहिँ दिन सकियो भने अनि चाहिँ उहाँहरूले नि 5 वर्षको लागि मौका पाउनु भयो भने चाहिँ केही हुन सक्छ। यदि उहाँहरूले गर्न सक्नु भएन भने त फेरि पछि चाहिँ उहाँहरूलाई पनि भन्ने ठाउँ रहन्छ। जुन किसिमले 30 वर्ष 40 वर्ष एउटै पार्टी अथवा तिनै माथिका ठुला पार्टीहरू मिलेर चाहिँ अगाडि बढे, उनीहरू मिली खाइरहेका छन्। त्यो प्रविधिलाई चाहिँ अब अन्त्य गर्नको लागि एकचोटि चाहिँ नयाँलाई मौका दिने बेला आएको छ। हजुरहरूले चाहिँ जति पनि हुनुहुन्छ मतपत्रमा छाप लगाउने बेलामा चाहिँ सोचेर सम्झेर लगाउनु होला। अब आज चाहिँ मत दिने दिन, हामीले मतको प्रयोग गर्ने दिन, आफ्नो अधिकार प्रयोग गर्ने दिन। हजुरहरूले एकदम चाहिँ सोचेर सम्झेर चाहिँ मत दिनु होला भन्न चाहन्छु। अनि हजुरहरूलाई यो भिडियोहरू के कस्तो लागिरहेको छ प्रतिक्रिया भने दिन नबिर्सनु।